म गोपाल निरौला यस आकाश इन्स्टिच्युट इटरीको सञ्चालक। स्वदेश तथा विदेशमा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि विषय तह शिक्षण संस्था छनौट गर्ने, संस्थामा प्रवेशका लागि तयारी गर्ने र परामर्श गर्ने शैक्षिक परामर्श गर्ने संस्था आकाश इन्स्टिच्युट इटरी विक्रम सम्वत 2066 सालमा स्थापना भएको संस्था हो। नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्था, साथै सामाजिक विकास मन्त्रालय कोशी प्रदेशमा पनि सूचीकृत रहेको संस्था आकाश इन्स्टिच्युट इटरीले विगत 17 वर्षदेखि शैक्षिक क्षेत्र र शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो। संस्थाले नेपालमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि इन्ट्रान्स प्रिपरेसन क्लासेसहरू, कक्षा 12 पश्चातका इन्ट्रान्स प्रिपरेसन क्लासेसहरू जस्तै इन्जिनियरिङ इन्ट्रान्स प्रिपरेसन क्लासेस, कमन इन्ट्रान्स एक्जामिनेसन, मेडिकल वा पारामेडिकल फिल्डमा प्रवेश गर्न चाहने विद्यार्थीहरूको लागि तयारी कक्षा, त्यस्तै गरी सिम्याट इन्ट्रान्स प्रिपरेसन क्लासेसहरू, साथै सिटिभिटी अन्तर्गतका सम्पूर्ण कोर्सेसका इन्ट्रान्स प्रिपरेसन क्लासेसहरू र यसै सके पश्चात कक्षा 11 भर्ना हुनु अगावै ब्रिज कोर्सेसहरूको तयारी कक्षाहरू गर्दै आइरहेका छौँ। यसका साथसाथै कम्प्युटर सम्बन्धीका कोर्सेसहरू, एकाउन्टिङ ट्याली सम्बन्धीका कोर्सेसहरू पनि हामी गर्दै आइरहेका छौँ। संस्थाहरू छन् बजारमा। इटरीकै कुराकानी गर्ने हो भने पनि शैक्षिक परामर्श संस्था अथवा भाषा प्रशिक्षण केन्द्रहरू धेरै नै स्थापना भएका छन्। अरूभन्दा हामी के मानेमा भिन्न भन्दाखेरि मैले अगाडि पनि भने नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्था हो यस आकाश इन्स्टिच्युट इटरी। यसका साथसाथै हामीसँग टिआइटिआई सर्टिफाइड काउन्सिलरहरू हुनुहुन्छ। निकै लामो समयदेखि यसै क्षेत्रमा काम गर्दै आउनुभएका हामीसँग टिम छ। एक्सपर्ट काउन्सिलरहरू हुनुहुन्छ, एक्सपर्ट डकुमेन्टेसन अफिसरहरू हुनुहुन्छ। साथसाथै हामीसँग विद्यार्थी अनुकूल, विद्यार्थी मैत्रीपूर्ण कक्षा कोठाहरू रहेका छन्। हामीसँग एकदम वेल स्किल्ड क्वालिफाइड इन्स्ट्रक्टरहरू हुनुहुन्छ। त्यस्तै गरी हामीले अहिले पछिल्लो समय विद्यार्थीको आवश्यकता, उनीहरूको रुचि अनुसारका कक्षा कोठाहरू व्यवस्थापन गर्दै आएका छौँ। अझै पनि आगामी दिनहरूमा अझै पनि पछिल्लो प्रविधिको उच्चतम प्रयोग गरेर कक्षा कोठाहरू व्यवस्थापन गर्ने, जुन हामीले टेस्ट प्रिपरेसन, इन्ट्रान्स प्रिपरेसन अथवा चाहिँ ल्याङ्ग्वेज क्लासेसहरूको सञ्चालन गर्दै आइरहेका छौँ। यिनीहरूलाई अझ विद्यार्थी र इन्स्ट्रक्टर बीच अझ कसरी सहज हुन्छ, कसरी बुझाउन, पढाउन, सिकाउन सजिलो हुन्छ, त्यस्ता खालको प्रविधिको प्रयोग गर्दै हामी अगाडि बढ्ने कोसिसमा छौँ। साथै हामीले यहाँ पढाइका साथसाथै विद्यार्थीहरूलाई हामीले उनीहरूको लाइफ स्किल्स सम्बन्धीका क्लासेसहरू, मोटिभेसनल इन्स्पाइरेसनका क्लासेसहरू, हामीले यहाँ इनरोल हुने विद्यार्थीहरूको लागि शैक्षिक परामर्श अथवा इन्ट्रान्स प्रिपरेसन अथवा टेस्ट प्रिपरेसन मात्र नभएर हामीले उनीहरूलाई स्किल्स सम्बन्धी अथवा मोटिभेसनल क्लासेसहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। चाहे नेपालमै उच्च शिक्षा अध्ययन गर्ने होस्, चाहे भोलि गएर विदेशमै उच्च शिक्षा गर्न जाने विद्यार्थीहरूको लागि जानु अगाडि नै हामीले उहाँलाई मेन्टली रूपमा, मानसिक रूपमा उहाँलाई मोटिभेट गर्ने, उहाँलाई इन्स्पायर गराउने, प्रिपेयर गराउने त्यस्ता खाले गतिविधि क्रियाकलापहरू पनि गर्दै आइरहेका छौँ। साथै हामीले इन्ट्रान्स प्रिपरेसन अन्तर्गत इन्ट्रान्स प्रिपरेसन, इन्जिनियरिङ इन्ट्रान्स प्रिपरेसन, सिटिभिटी र ब्रिज कोर्सेस सम्बन्धी यस्ता खाले कोर्स गर्न चाहने विद्यार्थीहरू जो भर्ना हुनुहुन्छ उहाँलाई हामीले छात्रवृत्तिको पनि व्यवस्थापन गर्दै आइरहेका छौँ। शारीरिक रूपमा अशक्त, भौगोलिक रूपमा विकटता, आर्थिक रूपमा विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई हामीले निःशुल्क पढ्ने वातावरण पनि हामीले विगत 4 वर्षदेखि गर्दै आइरहेका छौँ। हाम्रो संस्था इटरी चोकको प्राइम लोकेसनमा रहेको छ। चाहे पूर्वबाट
चाहे पश्चिम, उत्तर या दक्षिणबाट जुनसुकै दिशाबाट आउने इटरी चोकमा गाडीबाट झर्ने बित्तिकै इटरीको प्राइम लोकेसनमा रहेको छ। र विद्यार्थी मैत्री वातावरण, त्यस्तै गरी उत्कृष्ट नतिजा र राम्रो भिजा रेटको कारणले यहाँ जति पनि विद्यार्थीहरू आउनुभएको छ उहाँहरू धेरै खुसी हुनुहुन्छ। विद्यार्थीहरू मात्र नभएर उहाँहरूको गार्जेनहरू पनि हामीसँग सन्तुष्ट नै हुनुहुन्छ। त्यो पनि आइरहेका हुन्छन्, त्यो स्वाभाविक नै हो। हामीले गुनासोहरूलाई सुन्नको लागि हामीले एउटा टिम नै बनाएका छौँ। उक्त टिमले चित्त नबुझेका कुराहरू अथवा विद्यार्थी गार्जेनहरूको गुनासोहरू सुनेर त्यसलाई कसरी हुन्छ चाँडोभन्दा चाँडो समाधान गर्नको लागि हाम्रो टिम त्यसै अनुसार व्यवस्थापन छ, व्यवस्थित छ र त्यसै अनुसार तयारी रहेको छ। आगामी योजनाहरूमा अहिले हामीले सञ्चालन गर्दै आइरहेका, सेवा दिँदै आएका कार्यहरूलाई नै थप व्यवस्थित, मर्यादित र गुणस्तरीय कसरी बनाउन सकिन्छ त्यसका लागि हामी दिनरात प्रयत्नमा छौँ। साथै पछिल्लो समयमा प्रविधिको उच्चतम प्रयोग गरेर कक्षा कोठा व्यवस्थापनको लागि पनि हामी तयारी गरिरहेका छौँ। उत्कृष्टभन्दा उत्कृष्ट नतिजा, राम्रोभन्दा राम्रो भिजा रेट र उचित र सहीमा हामीले अहिले सञ्चालन गर्दै आएका, सेवा दिँदै आएका कार्यहरू छन् तिनीहरूलाई थप व्यवस्थित, मर्यादित बनाउनको लागि हामी एकदम चिन्तनशील छौँ। साथै प्रविधिको उच्चतम प्रयोग गरेर हामीले हाम्रो कक्षा कोठाहरूको व्यवस्थापन गर्नेछौँ। त्यसलाई विभिन्न अवसर र सम्भावनाको बारेमा पनि हामीले छलफलका कार्यक्रमहरू, काउन्सिलिङका कार्यक्रमहरू, उनीहरूको करियर काउन्सिलिङ सम्बन्धीका प्रोग्रामहरू, सेमिनारहरू हामीले आयोजना गर्नेछौँ। समय पछाडि एसई परीक्षा हुन गइरहेको छ। एसई परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई म अग्रिम सफलताको शुभकामना प्रकट गर्न चाहन्छु। एसई पश्चात कक्षा 11 मा भर्ना हुनु पूर्व जति पनि समय हुन्छ, 2.5 महिना 3 महिना, यो बिचको समयमा तपाईले उक्त समयको सही तरिकाले सदुपयोग गर्न सक्नुहुनेछ। यस आकाश इन्स्टिच्युट इटरीले एसई पश्चात, एसईको परीक्षा सकिसके पश्चात ब्रिज कोर्सेसहरू, एडभान्स साइन्स, म्यानेजमेन्ट, ए लेभल सम्बन्धीको ब्रिज कोर्सेसहरू, त्यस्तै गरी सिटिभिटी इन्ट्रान्स प्रिपरेसन कोर्सेसहरू र कम्प्युटर सम्बन्धीको कोर्सेसहरू सञ्चालन गर्दै आइरहेका छौँ। तपाईले सो समयमा हाम्रो आकाश इन्स्टिच्युट इटरी भिजिट गएर सो सम्बन्धीको सम्पूर्ण सेवा, शुल्क, परामर्श सम्पूर्ण तपाईले जानकारी लिन सक्नुहुनेछ। त्यस्तै गरी पछाडि कक्षा 12 को पनि परीक्षा सञ्चालन हुन गइरहेको छ। कक्षा 12 को परीक्षा पछाडि नेपालमै ब्याचलर लेभलमा इन्जिनियरिङ अथवा मेडिकल, पारामेडिकल पढ्न चाहनुहुन्छ अथवा बिबिए पढ्न चाहनुहुन्छ, बिएचएम पढ्न चाहनुहुन्छ, उहाँहरूको लागि हामीले इन्जिनियरिङ इन्ट्रान्स प्रिपरेसन, कमन इन्ट्रान्स एक्जामिनेसन, त्यस्तै गरी सिम्याट इन्ट्रान्स प्रिपरेसनका तयारी कक्षाहरू हामीले सञ्चालन गर्दै आइरहेका छौँ। तपाईले हाम्रो अफिसमा आएर सो सम्बन्धी सम्पूर्ण जानकारीहरू बुझ्न सक्नुहुनेछ। साथै जति पनि शैक्षिक परामर्श संस्थाहरू, जति पनि भाषा प्रशिक्षण केन्द्रहरू, उहाँहरू सबैलाई म अन्त्यमा के भन्न चाहन्छु भने हामीले नीति नियमलाई पालना गर्दै, नेपाल सरकारको विद्यमान कानुनलाई अनुसरण गर्दै सुस्थ प्रतिस्पर्धाद्वारा विद्यार्थीलाई उचित र सही परामर्श मात्र दिनु आवश्यक हुन्छ। यसै अनुसार हामी सुस्थ प्रतिस्पर्धामा अगाडि बढ्नु आवश्यक हुन्छ भन्न चाहन्छु। उच्च शिक्षाको लागि युके, युएस, क्यानाडा, अस्ट्रेलिया, जापान लगायतका देशहरूमा विद्यार्थीहरूलाई सहजीकरण गर्दै आइरहेका छौँ। साथै आइएल्स, त्यस्तै गरी जापानिज भाषा क्लासेसहरू सञ्चालन गर्दै आइरहेका छौँ। सो सम्बन्धी उचित र सही परामर्श दिँदै आइरहेका छौँ। संस्था आकाश इन्स्टिच्युट इटरी, इटरीको गोलो चोकबाट थोरै केही मिटर मात्र उत्तरतर्फ, अझ गोर्खा डिपार्टमेन्ट स्टोरकै छेउमा उत्तरतर्फ रहेको बिल्डिङमा 5औं तलामा अवस्थित रहेको छ। तपाईहरूले हाम्रो अफिसको लोकेसन गुगल म्यापमा अथवा फेसबुकमा आकाश इन्स्टिच्युट इटरी भनेर सर्च गर्नुभयो भने पनि त्यहाँबाट पनि जानकारी लिन सक्नुहुनेछ। अथवा फोन मार्फत
हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ 0255888810 र 586565। त्यस्तै गरी WhatsApp, भाइबर वा मोबाइल फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने 9852065144 रहेको छ।